यदि तपाईँ बिगिनर हुनुहुन्छ भने आजको यो कुरा नथाहा पाई रड रिल किन्न जाँदै हुनुहुन्छ भने तपाईँको पैसा खेर जान सक्छ। कसरी र किन, आउनुहोस् आजको भिडियोमा हामी त्यो कुरा बुझ्नेछौँ। हामी सबैले फिसिङ भन्ने बित्तिकै दिमागमा एउटा चित्र बन्छ, त्यो हो रड रिल। हामी सबैलाई लाग्छ रड रिल भयो भने त जादु जस्तै गरेर माछा मार्न सकिन्छ। यी सबै कुराहरू बिल्कुलै गलत छ। बिगिनरलाई त झन् यसले स्ट्रेसफुल बनाउँछ। रड रिल कसरी ह्यान्डलिङ गर्ने, डिस्टेन्स कसरी कन्ट्रोल गर्ने, बेटलाई कसरी कन्ट्रोल गर्ने, यी सबै कुराले गर्दाखेरि चाहिँ दिनको समय खेर जान्छ र अन्तिममा रित्तो हात। साँचो कुरा के हो भने हामीलाई रड रिल भन्दा पनि हामीलाई एक्सपिरियन्स चाहिन्छ। यदि तपाईँ एक्सपिरियन्स बिना महँगो रिल रड किन्नु भयो भने तपाईँलाई फिसिङमा त्यो फाइदा हुँदैन, बरु पसलेलाई फाइदा हुन्छ। फिसिङ भनेको रड रिल मात्र होइन, त्यो हो कनेक्सन तपाईँको र माछाको बिचको। त्यसैले यदि तपाईँ बिगिनर हुनुहुन्छ भने महँगो रड रिल किन्नुभन्दा पनि पहिला राइट हुक, राइट लाइन र ब्याम्बो स्टिकबाट सुरु गर्नुहोस्। मलाई लाग्छ हामी सबैले त्यसैबाट सिकेका हौँ। जब तपाईँ ब्याम्बो स्टिकमा आफ्नो सेटअप प्रयोग गर्न थाल्नुहुन्छ र केही एक्सपिरियन्स बटुल्नुहुन्छ, त्यसपछि तपाईँहरूलाई थाहा हुन्छ कि तपाईँको बेट बट्टममा जाँदा कस्तो फिल हुन्छ, माछाले बाइट गर्दा कस्तो फिल हुन्छ, अनि तपाईँको बेट कहाँ अड्डिएको छ, यी सबै कुराको तपाईँलाई फिल हुन्छ। झन् बिस्तारै एक्सपिरियन्स झन् धेरै हुँदै गएपछि त तपाईँले बेट पानीमा हाल्ने साथै तपाईँहरूलाई त्यहाँको वरिपरिको स्ट्रक्चर कस्तो छ, बनावट कस्तो छ भन्ने पनि फिल र इमेजिनेसन हुन्छ। यो एउटा यस्तो एक्सपिरियन्स हो कि महँगो भन्दा महँगो रिल रडले तपाईँलाई तुरुन्तै दिँदैन। ब्याम्बो स्टिक चुज गर्नुभन्दा पहिला हामीले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन् त? हामीले कलिलो होइन छिपेको बाँस प्रयोग गर्नुपर्छ। तलको होइन माथिको टिपको, जुन टिपमा चाहिँ पातलो हुन्छ त्यो हेर्नुपर्छ। किनभने टिप पातलो भयो भने तपाईँको सेन्सिटिभिटी बढ्छ र लाइनलाई सपोर्ट पनि हुन्छ। म तपाईँहरूलाई मेरो यो भिडियोमा म तपाईँलाई देखाउने छु, किनभने मैले यो भिडियोमा बाँस प्रयोग गरेको छु र तपाईँहरूलाई सायद म यो भिडियोबाट पनि अझै धेरै बुझाउने कोसिस गर्नेछु। सुरुमै तपाईँले देख्नुभएको छ मैले फिसिङ रडहरूमध्ये बाँस रोजेको छु र बाँसको साइज पनि देख्न सक्नुहुनेछ, एकदम पातलो छ र बाँसको टुप्पा पनि निकै नै पातलो छ र लाइन यसमा मैले 0.20 mm मोनोलाइन प्रयोग गरेको छु भने तपाईँको बेटको लागि चाहिँ मैले ब्रेड युज गरेको छु। यो लाइनको लागि चाहिँ ठुलो माछा लगभग 200-300 ग्रामको पनि लगभग असम्भवै छ, किनभने लाइन एकदम कमजोर छ। तर पनि बाँसको टुप्पाको हाम्रो सेन्सिटिभिटी छ त्यो चाहिँ एकदम हाई छ, त्यसैले बाँसले लाइनलाई सपोर्ट गर्दैछ। देख्न सक्नुहुनेछ तपाईँको यो माछा आधी किलो भन्दा माथिको माछा हो, तर पनि बाँसले गर्दा आयो। तर एक्सिडेन्टली जुन बारमा लागेको छ त्यसले गर्दा मेरो डोरी चुडिएर त्यो माछा खसेको छ। तपाईँले बुझ्नुभयो होला लगभग लाइन कसरी सपोर्ट गर्छ। जब तपाईँले यो अनुभव बिस्तारै बुझ्नुहुन्छ त्यसपछि मात्र तपाईँलाई थाहा हुन्छ कि कुन फिसिङ रड मेरो लागि बेस्ट हो, कुन रिल प्रयोग गर्दा चाहिँ मलाई राम्रो हुन्छ र कुन सेटअपले चाहिँ मलाई धेरै नै माछा दिन्छ। यी सबै कुराहरू तपाईँलाई जानकारी हुन्छ। त्यसैले हतार नगर्नुहोस्, सुरुवात सधैँ सिम्पलबाट गर्नुहोस्। ब्याम्बो स्टिकबाट आफ्नो एक्सपिरियन्स बढाउनुहोस्। जब तपाईँ रेडी हुनुहुन्छ त्यसपछि चाहिँ तपाईँले रड र रिलमा अपग्रेड गर्नुहोस्, किनकि फिसिङमा सक्सेस पाउन इक्विपमेन्ट भन्दा पनि एक्सपिरियन्स सबैभन्दा ठुलो कुरा हो। त्यसैले यदि तपाईँ बिगिनर हुनुहुन्छ भने ब्याम्बो स्टिकबाट आफ्नो एक्सपिरियन्स बढाउनुहोस् र कहिले अपग्रेड गर्ने त्यो तपाईँको हातमा। यस्तै फिसिङ टिप भिडियो तपाईँलाई मनपर्छ भने च्यानललाई लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् भन्दै आउनुहोस् आजको भिडियो म यहीँ टुङ्गाउन चाहे। अर्को भिडियोमा फेरि भेट्ने बाचा गर्दै हस्त नमस्ते अनि जय नेपाल।